सोल्लो नमस्ते सबैजनालाई हो। सो आज चाहिँ एकदम अनप्लान भन्दा पनि धेरै नै अनप्लान ट्रिप हो मेरो चाहिँ। भर्खरै यहाँ म रुममै थिएँ, केटाहरू पनि आइपुगेछौँ हो। हामी चाहिँ भाइ वेस्ट सिक्किम जाने भनेर हो, केटाहरू पनि आइपुगेछ है त दुईजना। ल बाटोमा भेटौँ है त तपाईँहरूलाई। सो प्लानमा अलिकति चेन्जेस हो, हामी चाहिँ वेस्ट जान आँटेका थियौँ तर केटाहरू अब सबैजना यति बेला हात हल्लाइदिनु सबैजना। बाइक पनि यहाँ यता बुबुको ड्युक हो, यता जेकेको एकदम अनप्लान प्लान चाहिँ। अब जेके कहाँ थियौ तिमी फोन गर्दाखेरि? ऊ डुगामा बसिरहेको होइन र म पनि रुममै थिएँ र अचानक वेस्ट, किनभने टाइम कति भएको छ अहिले? टाइम कति भएको छ? 3 बजी। अब त्यस्तै हामी 2:30मा हिँडेको है, 2:30मा हिँडेको। सो पानीहरू पनि पर्छ भनेर चाहिँ हामी यता साउथहरू मात्रै कभर गरेर घर फर्किने। सो बाटोमा भेटौँ होली मोली गाइस, बाई सबैजना, बाई बाई। दुगामा थियो भन्दै थियो, कुन चाहिँ बिस्कुट हो? क्रिम बिस्कुट पो रहेछ त हौ, पुरा क्रिम बिस्कुट दार्दैछ यहाँनिर हो। खासै हामी 3जना मात्रै आउँछु भनेको हो, हामी 3जना मात्रै आउँछु भन्दै थियो। यो मान्छे कहाँबाट आयो यहाँनिर बिस्कुट खाँदैछ यहाँनिर। फाइनली हामी चाहिँ स्ट्याचु भएकोमा चाहिँ आइसकेको छ। अब त जान्छ जान्दैन, जानुपर्छ जानु त। सबैजना पनि आइपुग्यो। यसले चाहिँ फोटो खिचेर ऊ पूजा गर्नु, धुपहरू नदेखे कति भएको नि, पोस्ट चाहिँ नमस्ते गरे गरी हान्दैछ यहाँनिर।